Okay, Happy New Year 2026. Okay, this is me, Renan Rizal. मैले आज नयाँ वर्ष अङ्ग्रेजी नयाँ वर्ष 2026 को पहिलो दिन जनवरी 1 को दिन आफ्नो डिजिटल डेब्यू गर्दैछु भनेर भन्दा हुन्छ। फेसबुकमा त म पहिलादेखि नै हो, फेसबुक इन्स्टाग्रामहरुमा त, तर युट्युबमा म भेरी फर्स्ट टाइम आफ्नो भिडियो अपलोड गर्दैछु। मेरो काफी लामो टाइमदेखि इन्ट्रेस्ट थियो कि केही बनाऊँ, केही हालौँ, हुन्छ नि, उही भन्थे साथी सङ्गतिले भेट्दै गर्दा, आफन्तले भेट्दै गर्दा राम्रो गफ दिन्छ है केटा भन्थे हैन। अनि त्यसपछि झन् त म पनि युट्युबतिर जानुपर्छ क्या हो भन्ने लागिरहेको थियो। अनि साथीहरूले भेट्दै गर्दा नि भन्थे क्या, तर होइन हुन्छ नि त, बनाएर हाल्दैन के फरक पर्छ र, हुन्छ नि, अब तँ जस्तै गफाडीहरूले हेरेर बा भ्युज बढाइदिइहाल्छन् कि भन्थे होइन। अनि यो हो र भन्ने लाग्थ्यो लाग्नुलाई होइन, कहिले गर्ने त भन्दा भन्दै ठिक छ नि त, दिन आउला भन्दा भन्दै एन्ड फाइनली आज चाहिँ आँटै गरेर मैले यो भिडियो बनाएँ है। काफी डर लाग्दो रहेछ कसैलाई अगाडि राखेर चिया खाँदै गफ गर्दै गर्नुभन्दा यो रेकर्ड गरेर आफूलाई हेरेर भन्नुमा यो आकाश जमिनको फरक पर्दो रहेछ है। यो आकाशले गर्दाखेरि म जे जसो होस् पहिलो भिडियो चाहिँ बनाएर हाल्छु, त्यसपछि आँटाउँछ भन्ने हो होइन, त्यही हिसाबले मैले गरेँ। सो यो च्यानलको नाम रहनेछ रेनन अनफिल्टर्ड भनेर रहनेछ है। यो रेनन अनफिल्टर्ड भन्ने च्यानलमा तपाईँले भोलिको दिनमा त्यस्तै हो, अब गफका सेसनहरू होइन, पोडकास्ट पनि यसमा तपाईँलाई मैले अपलोड गर्ने कोसिस गर्नेछु, इन्फर्मेटिभ भिडियोजहरू पनि बनाएर हाल्नेछु। अब कसैले हुन्छ नि राम्रो ट्यालेन्टेड छ कोही र अलिकति प्लेटफर्म पाइरहेन भने मैले भेटेछु भने र मैले त्यति हुन्छ नि सहयोग गर्दै गर्दा ऊ आफ्नो ट्यालेन्टलाई उसले फ्लोरिस गर्न सक्ने अवस्था रहन्छ भने म त्यो पनि आफ्नो च्यानलतर्फ हुन्छ नि, मैले आफ्नो च्यानलबाट त्यसमा चाहिँ अपलोड गर्ने कोसिस गर्नेछु। सो लगायत मेनी थिङ्सहरू भोलिको दिनमा यहाँनिर आउनेछ। सो तपाईँले सब्सक्राइब गरेर छोडिदिनु होला र कतै तपाईँले भिडियो देख्नुभएछ भनेदेखि साथी रेननले भिडियो हाल्ने गरेर रहेछ नि भनेर यसो कसैलाई भनिदिनु होला, माया गरिदिनु होला। त्यो भयो नि भोलिको दिनमा डे 1बाट सुरुवात भएको, डे 1 को एकजनाबाट भ्यू या 1 सब्सक्राइबरबाट सुरु भएको मेरो यात्रा, लामो यात्रा तय हुनसक्छ। ओके, सो यति भन्दै भोलिको दिनमा क्वालिटी कन्टेन्ट तपाईँहरूलाई चाहिँ नि यो च्यानलबाट डेलिभर हुनेछ भन्ने बाचा गर्दै अहिलेलाई फेरि पनि एकचोटि नयाँ वर्ष अङ्ग्रेजी नयाँ वर्ष 2026 को धेरै धेरै शुभकामना। 2025ले मेरो लाइफमा पनि काफी हलचल ल्याएछ। सम्भवतः तपाईँहरूको पनि आएको होला, राम्रो नराम्रो केही न केही त अवश्य भएकै छ। सो जे गइसक्यो त्यो गइसक्यो। 2025 जे जस्तो भएको भए पनि 2026 सबैको राम्रो होस्, तपाईँ हामी सबैको जय होस्, सोचे जस्तै होस् है। र एकचोटि फेरि पनि भन्दैछु ह्याप्पी न्यू इयर 2026। ओके, स्टे ब्लेस्ड, स्टे ह्याप्पी एन्ड थ्याङ्क यू।